नमस्कार। यो अहिले चर्चा एउटा रविलाई रातारात किन पक्राउ गरियो भन्ने विषयसँग सम्बन्धित छ। धेरैको जिज्ञासा छ, के कारण थियो होला रातारात रविलाई पक्राउ गर्नुपर्ने। यद्यपि अदालतले निर्णय गरेकै थियो, उहाँ त्यो तारिक बुझ्नलाई गइरहनु भएकै थियो, तैपनि किन होला, यो बडा महत्त्वपूर्ण छ। यसको भित्री रहस्य म यहाँहरूलाई आज राख्न गइरहेको छु। केही समय पहिलादेखि सरकार फेरिन्छ भन्ने चर्चा व्यापक हुँदै थियो र प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफ्नो सरकारको समय यति महिना यति दिनसम्म भनेको भनै हुनुहुन्थ्यो, जतिखेर पनि भन्नुहुन्थ्यो र उहाँले जति त्यस्तो भन्दै हुनुहुन्थ्यो त्यति प्रधानमन्त्रीको चाहिँ फिल्डमा विरोध हुन्थ्यो। चाहे उहाँ देउडाको कार्यक्रममा जाँदा होस् अथवा माघ 1 गते त्यो सार्वजनिक कार्यक्रममा जाँदा होस्, चाहे आफ्नो पार्टीले दरबारमा राखेको कार्यक्रममा होस् या अमेरिका, जहाँ जाँदा पनि उहाँको विरोध हुन थालेको थियो। यद्यपि रङ्गशालादेखि क्रिकेट मैदानसम्म उहाँको विरोध भएको कुरा हामीले सुनिरहेका थियौँ। त्यसको कारण अहिले पछि थाहा भयो कि भारतले केपी ओली बाहेकको सरकार बनाउने अभ्यास थालेको। मुख्यतया भारतले चाहिँ केपी ओली बाहेकको भनेको कांग्रेस हैन र एमालेको, के अरे कांग्रेस र माओवादी सहितको चाहिँ सरकार बनाउने आशंका केपी ओलीले पाउनु भएको थियो कि थिएन, अथवा उहाँले गर्नुभएको थियो कि थिएन, यो त उहाँको कुरा हो। त्यो अभ्यास केपी ओलीले थाहा नपाउने कुरो भएन, परिणाम त उहाँले भन्दै हुनुहुन्थ्यो। त्यसको काउन्टर अर्को पक्ष हैन, प्रचण्डले चाहिँ हामी सरकारमा जाँदैनौँ त उहाँले भन्नु भएन, तर सरकार भत्काउने खेलमा हामी लाग्दैनौँ भनेर प्रचण्डजीले पटक पटक भन्दै आइरहनु भएकै हो। लगत्तै केपी ओलीको त्यो बीचमा कयौं कुराहरू नेपाली कांग्रेसलाई थाहा नहुने कुरा भएन। यो गठबन्धन सरकार बन्दाखेरि, कांग्रेस र एमालेको सरकार बन्दाखेरि संविधान संशोधनका 7 बुँदाहरू हामीले चाहिँ पढ्न पाएकै हौं। केपी ओलीले चाहिँ संसदमा पढेर त्यो भन्नुभएको पनि हो, तर त्यो त अहिलेसम्म भएन। नहुनुको बावजुद यो पछिल्लो राजनीतिक घटनाक्रम एमालेले भारतसँग सम्झौता गर्न नमानेपछि भारतको नेपाल नीति कार्यान्वयन गर्नको लागि उहाँले आलटाल गरिरहनु भइसकेपछि केपी ओलीलाई चाहिँ अथवा नेपालको प्रधानमन्त्रीलाई भारतले निमन्त्रणा नदिएको, भ्रमणको निमन्त्रणा नदिएको, यो त जगजाहेरै छ। भारतसँग प्रत्यक्ष रूपमा सम्बन्ध चिसिएको त 76 देखि हो, जुन हाम्रो लिम्पियाधुराको हाम्रो जुन नक्सा संसदले पारित गर्यो त्यसपछि हो। र पछि भारतले चाहिँ केपी ओली बाहेकको सरकार बनाउनलाई कोसिस गरेको सम्भवतः केपी ओलीले थाहा पाइरहनु भइसकेपछि अथवा एमालेले थाहा पाएपछिका अनेकन अभ्यास भएको हामीले पाउँछौं। र भारतसँग सम्बन्ध सुधार गर्नको लागि अब कुन किसिमबाट कोसिस भयो एमालेको तर्फबाट त्यो अहिले हामीले भन्न सक्दैन। तर पछिल्लो अभ्यास रवि लामिछानेलाई रातारात पक्राउ गर्न पर्ने अभ्यास त्यो किन गर्न पर्यो होला, यसको संकेत म नेपाली कांग्रेस प्रति गर्छु। यो नेपाली कांग्रेसको कारण मेजर त मुख्यतया नेपाली कांग्रेसको कारण भयो। के कारण? केपी ओलीले सरकार बदल्ने संकेत पाइसक्नु भइसकेपछि
सम्भवतः यो कुनै न कुनै रूपमा नेपाली कांग्रेससँग कुराकानी भयो अथवा यही गठबन्धनलाई लिएर जानुपर्छ भन्ने क्रममा शेरबहादुर देउवा र केपी ओली बीच कयौं चरण वार्ता नभएका होइनन्। यही बीच सरकार फेरिन्छ भन्ने चर्चा हुनु नै त्यही कारण थियो। र पछिल्लो अभ्यास भारतले अब केपी ओली उनलाई हटाएर नेपाली कांग्रेसको सरकार बनाउने कोसिस गरिरहँदा प्रचण्डजीले अब भारतसँग कस्तो किसिमको प्रस्ताव गर्नुभयो होला हामीले अनुमान गर्न सक्छौं कि प्रचण्डजीले अथवा माओवादीको तर्फबाट जुन 1 नम्बर प्रदेश पछि 2 नम्बर प्रदेशमा जो अभियान चलाइयो उहाँ पक्कै पनि 1 नम्बर प्रदेशमा भक्का खान जानु भएको थिएन हैन। तराईमा चाहिँ जो खाना खाएका फोटाहरू र मणिवा गर्नुभएका फोटाहरू हामीले जो हेर्यौं भिडियोहरू जो हेर्यौं यसले के संकेत गर्थ्यो त भन्दा प्रचण्ड प्रधानमन्त्री हुनलाई अभ्यास गरिरहनु भएको भन्ने प्रष्ट रूपमा संकेत देखिन्थ्यो। र एमालेले भारतले सरकार फेरिदिने संकेत पाउनु भएपछि एमालेले पक्कै पनि बरु अब आफ्नै सहभागितामा भारतसँग सम्झौता गरेर भए पनि भारतसँग चाहिँ आफ्नो सम्बन्ध विस्तार गरेर भए पनि बरु कांग्रेस बाहेकको सरकार बनाउने कोसिस गर्नुभएको बुझिन्छ। त्यो भनेको चाहिँ एमाले माओवादी रासपा र राप्रपा झन्डै झन्डै चुनाव पछिको सरकार जो बन्यो त्यो चाहिँ कांग्रेसको सरकार बन्नुभन्दा एमालेले भारतसँग सम्बन्ध आफ्नो च्यानल मार्फत विस्तार गर्नको लागि अगाडि बढिसकेपछि कांग्रेस भन्दा बाहेकको सरकार बन्ने संकेत प्रष्ट रूपमा देखा परेको कारण नेपाली कांग्रेसले गेम के खेल्यो त भन्दा अब रासपा माओवादी एमाले र राप्रपाको सरकार बनाउने अझ मधेसवादी मोर्चाहरूको पखलास स्वाभाविक रूपमा यो भनेको बुझिन्छ। कारण रवि लामिछानेजीको मुद्दा यथावत थियो, पर्सामा मुद्दा दर्ता गर्न बाँकी थियो र रवि लामिछानेलाई कारबाही गर्नुको एउटा बाध्यता पछिल्लो चरण केपी ओली र मोदीजीको सौहार्दपूर्ण वार्ता हैन। भारतीय प्रधानमन्त्रीको त नेपालीमै ट्वीट जो आयो ऊर्जा कनेक्टिभिटी लगायत नेपालसँग नयाँ आयाममा चाहिँ सम्बन्ध विस्तार गर्ने संकेत जो दुवै प्रधानमन्त्री नेपालका प्रधानमन्त्री भारतका प्रधानमन्त्रीले गरिसक्नु भएपछि नेपाली कांग्रेस चाहिँ नजस्किने कुरा भएन। त्यसकारण रासपालाई कारबाही गर्नुपर्ने बाध्यता सबैभन्दा पहिला कांग्रेसलाई आयो र कांग्रेस बाहेकको सरकार बन्न रोक्नको निमित्त चाहिँ एमाले मार्फत केपी ओलीलाई दबाब दिएर चाहिँ रवि लामिछानेलाई रातारात पक्राउ गर्नु, किनभने गेम त यहाँ रातारात हुन्छ। रविलाई चाहिँ अब मुद्दा त्यहाँ थियो, इनकेस बुटोलमा मुद्दा अगाडि नबढेको भए त्यहाँको चाहिँ पुनरावेदनमा मुद्दा अगाडि नबढेको भए सम्भवतः कांग्रेसले चाहिँ दबाब के दिन्थ्यो, गृहमन्त्री त आफ्नै पर्सामा मुद्दा दर्ता गरेर भए पनि रविजीलाई चाहिँ पक्रिने देखिन्थ्यो। त्यो भन्दा बरु भारतसँग केपी ओलीको नि सम्झौता जसरी भयो बरु कांग्रेसले पनि एमालेलाई नै भनेर चाहिँ रविजीलाई अहिलेलाई कांग्रेस र एमाले नै मिलेर रविजीलाई चाहिँ जुन मुद्दा चल्यो अब एक दिन पनि छोड्नुहुन्न, रातारात पक्राउ गर्नुपर्छ भन्ने निर्णयमा पुगेको र यही कांग्रेस भन्दा बाहेकको सरकार बन्ने संकेत पाइसकेपछि सरकारकै एक मुख्य घटक कांग्रेसले चाहिँ योजनाबद्ध रूपमा रासपा सभापति रवि लामिछानेजीलाई चाहिँ त्यसरी एउटा रातारात पक्राउ गर्नको निमित्त दबाब दिएको अर्थमा बुझिन्छ, न कि हामीले फेरि अदालतको चाहिँ त्यो निर्णयलाई अन्यथा भन्न मिल्दैन। त्यो त एउटा प्रक्रियामै हो, मुद्दाको सुनवाई हुनै पर्थ्यो, भयो। अब त्यो एउटा कानुनी बाटोबाट नै रविजीलाई जो एक हिसाबबाट चाहिँ अब डिस्पोज गरियो, राजनीतिक रूपमा डिस्पोज गरियो, यसले नयाँ सरकारको समीकरणलाई चाहिँ रोक दिएको। रवि लामिछानेलाई चाहिँ यसकारण अब राजनीतिक रूपले मर्का परेको भन्न सकिन्छ।